बाबु मलाई लेखेको औषध देऊ त। लौनुस् बुवा, यो औषधि बिहान बेलुका खाना खाएर खानु होला है। बाबु यो खाना खाएर खानु त भन्यो, यो औषधि पानीसँग खाए राम्रो कि दुधसँग खाए? पानीसँग खाँदा नि हुन्छ बुवा, अझ दुधसँग खाँदा अलि राम्रो बुवा। अनि गाईको दुधसँग खाऊ कि भैँसीको दुधसँग खाऊ बाबु? गाई भैँसी जेको दुधसँग खाँदा नि हुन्छ है। अनि डाक्टर बाबु मेरो घरमा त गाई भैँसी दुवै छैन, बाख्रो मात्रै छ। हुन्छ, यो बाख्राकै दुधसँग खाए नि हुन्छ। अनि डाक्टर बाबु तातो दुधसँग खाऊ कि चिसो दुधसँग खाऊ? मन तातो दुधसँग खानु न बुवा। त्यो त ठिकै भन्यो। यो दुध गिलासमा राखेर खाऊ कि पटुकीमा राखेर खाऊ? ए मलाई ल्याङ ल्याङ नगर्नु, फुरुको जानु यहाँबाट। नरिसाऊ न नरिसाऊ बाबु, पैसा पुरै दिएको छु, जानकारी पनि पुरै देऊ न। जुन भाँडामा राखेर पिउँदा नि हुन्छ है। मेरो बाबु दुधमा उठेर पिऊ कि बसेर पिऊ? उठेर बसेर सुतेर जसरी खाँदा नि हुन्छ नि बुवा। डाक्टर साहब दुध आफ्नै हातबाट पिउने कि बुढीको हातबाट पिउनु? जसको हातबाट खाँदा नि हुन्छ नि बुवा। तपाईँ अब फुरुक्क गइहाल्नुहोस् न। डाक्टर बाबु म हिँड्दै घर जाउँ कि रिक्सामा चढेर घर जाउँ? तपाईँ बिरामी हुनुहुन्छ, त्यसैले रिक्सा चढेर जानु न। ए भुसुक्कै बिर्सेछु डाक्टर बाबु, तपाईँले कुन दबाई दिनु भएको, कुन बेलुका खाने भन्नुभएको, कुन बिहान खाने भन्नुभएको नि? यो दबाई बेलुका खानुहोस्, यो दबाई बिहान खानुहोस्। अनि डाक्टर साहब तपाईँ खुरुक्क गइहाल्नुहोस्। अनि बाबु यो सबै कुरा त भयो, अब फेरि म कहिले आऊ? अब मरेपछि आऊ। अब तपाईँ मरेको म कति दिन पछि आउनु?